हार्दिक समवेदना। सिजा गाउँपालिका नेपाली काङ्ग्रेस पार्टी कमिटीका उपसभापति तथा साबिकको नराकोट गाउँ विकास समिति वडा नम्बर 9 का वडा अध्यक्ष, सिजा गाउँपालिका वडा नम्बर 4 बारे निवासी ज्योति बुढाको यही मिति 2082 साल मङ्सिर महिनाको 26 गतेका दिन असामयिक निधन भएको हुँदा मृत आत्माको चिरशान्तिको कामना गर्दै वैकुण्ठमा बास होस् हार्दिक समवेदना व्यक्त गर्दछौँ। र मिति 2082 साल पुष महिनाको 6 गतेका दिन उहाँको पिपल पानी हाल्ने भएको हुँदा सम्पूर्ण इष्टमित्र आफन्तजन शुभचिन्तकहरूलाई यसै सूचनाद्वारा जानकारी गर्दछौँ। श्रीमती नानकली बुढा, दाजु भाइहरू सिंहबिरे बुढा, गोर्ख बुढा, दिदीबहिनीहरू सिपकली राउत, पुञ्चकली बुढा, रन्नकली बुढा, छोराहरू धनराम बुढा, रामकृष्ण बुढा, बालकृष्ण बुढा, राजबहादुर बुढा, निर बुढा, धनलाल बुढा, जबी बुढा, बलबहादुर बुढा र स्वर्गीय हरिबहादुर बुढा, छोरीहरू जसना बुढा, रोकाया, रसमा बुढा, आशा बुढा, करिश्मा बुढा, भोटेनी बुढा, छैटा बुढा, मुगा बुढा, लाडु बुढा, सपुरा बुढा, जेनिसा बुढा, बुहारीहरू गोरीकला बुढा, धनलक्ष्मी बुढा, पुञ्चुमा बुढा, नातिहरू किरण बुढा र प्रकाश बुढा एवं समस्त बुढा परिवार सिजा गाउँपालिका वडा नम्बर 4 बारे जुम्ला।